सौल टावरको घुमाइ कोरियामा कस्तो रमाइलो भइरहेछ? एकदम रमाइलो, फ्यान्टास्टिक। यो पनि एउटा हाम्रो गहिरो सम्झना रहने भयो होइन? किनकि गर्मी छुट्टीलाई हामीले उपयोग धेरै राम्रो तरिकाले गरेछौँ। हामी सौल टावरको भ्रमणमा छौँ। सौल टावरलाई तलबाट माथि हेर्दाखेरि टुपी पनि झार्ने स्थितिमा पुग्छ। टोपी त होइन, टुपी नै झार्ने स्थितिमा पुग्छ। साह्रै रमाइलो छ। ल एकछिन राम्रो उ गरौँ है त। एकछिन दाउजीको फोटो लिउँ। हजुर, आजको यो समर डे भनौँ न, छुट्टी कस्तो भइरहेछ तपाईँलाई? यसले एउटा जीवनको एउटा महत्त्वपूर्ण रमाइलो क्षणलाई चाहिँ किनभने हामीले स्मरण रहने ढङ्गले पुगेका छौँ। हजुर, त्यसमा पनि के छ भने आजको यो कार्यक्रम के अरे यो हाम्रो भिजिट कोरियाको होइन, त्यसमा नि अब सागरजी म आफै होइन, हजुर, दुईजनाको हल्लाइ होइन, हल्लाएर हिँड्ने तरिकाले आज हाम्रो रमाइलो भएको छ। हजुर, एकछिन यो माथि भनौँ न सौल टावरबाट यो हाइटबाट एकचोटि यो सौलको दृश्यहरू म कैद गर्छु है त्यो क्यामेरा। ओके ओके, धन्यवाद। हस्, एकदम एकदम। अब म यहाँ माथिबाट यसरी देखाउँदैछु। टाढाको दृश्य यस्तो छ। जङ्गल भौगोलिक रूपमा कोरिया निकै धनी भनौँ न। नेपालको जस्तो ठुल्ठुलो पहाडहरू भिरहरू छैन, सानो सानो पहाडहरू, हरियाली बढी। एकछिन म यताको सहर लिन्छु है, कोरियाको विकास क्रम। यो टाढाको पनि लिउँ क्यारे। यस्तो छ। पुनः दाउजीबाट आउँदैछ है क्यामेरा। साह्रै साह्रै रमाइलो छ। अनि यो चाहिँ एउटा विशेषता के रहेछ भन्दाखेरि म यहाँहरूलाई देखाउन गइरहेको छु। यो चाहिँ माया प्रीतिको बन्धन। माया प्रीतिको बन्धन, प्रेमी प्रेमिका बिच एक आपसमा। नेपालमा भन्छ नि देउरालीमा खाएको कसम होइन, स्वयम्भूमा गएर खाएको कसम भन्छ नि। यहाँ यस्तै गर्ने रहेछ। यस्तै बौद्ध कसम होला तिमीलाई म यति माया गर्छु कि भनेर छातीमा हात राखेर बोले जस्तै यहाँ चाहिँ सौल टावरमा आएर यसरी योहरू चाहिँ सबै त्यो जोडीहरूले एउटा प्रेममा खाएको कसमको रूपमा यो प्रेम सफल भएर चिजहरू प्रेम सफल भएर सबै यसरी आफ्नो नाम पनि राखेर राख्ने गरेको छ। योहरू प्रेम नै छ। यो फेरि यदि प्रेम सफल भएर पछि बिहे भइहाल्यो भने यो तालचा ल्याएर फेरि यो खोल्छ। यस्तै तालचाहरू छ यहाँ। यो पुरै हो यो वरिपरिको यस्तोहरू सबै। यस्तै छ यहाँको, धेरै छ। क्लोज गरौँ क्यारे है। अब किनभने अब
एउटा ठुलो सम्झना रहने भयो होइन त्यो हुनाले गर्दा ल खुसी लाग्यो अल द बेस्ट थ्याङ्क यू ल ओके यस्तो